विशेष गरी शब्दले विश्वलाई परिवर्तन गर्न सक्छ भनिन्छ, किनकि शब्दमा मानिसहरूको मनस्थितिलाई परिवर्तन गर्ने शक्ति हुन्छ। मलाई याद आइरहेको थियो कवि सन मुगारुङज्यूले आफ्नो कविता भन्दै गर्नुहुँदा आइ एम द क्याप्टेन भन्ने एउटा इङ्ग्लिस मुभीको मलाई जल्दी याद आइरहेको थियो। त्यो मुभी चाहिँ विशेष गरी एउटा गरिब अफ्रिकी मुलुकबाट सङ्घर्ष गर्नको लागि युरोप जाँदै गरेको दुईजना युवाहरूको 16-17 वर्षको युवाहरूको एउटा कथा हो, जसलाई आफ्नो आमाले युरोप जान दिँदैनन्। निकै धेरैको अटेम्प्ट पछि आमा र परिवारलाई नभनिकन ती युवाहरू युरोप जान्छन्। त्यसमा यति धेरै स्ट्रगल, अघि सारा डेजर्टको कुराहरू, पानामाको भीषण जङ्गलको कुराहरू आयो, त्यो ठ्याक्कै मैले सम्झेँ। कालजयी कविता अघि नै मैले भने शब्दले विश्व परिवर्तन गर्न सक्ने ल्याकत राख्छ। अङ्कल टम्स केभिनको कथाहरू पढ्दै गर्दामाखेरि विशेष गरी अमेरिकामा यो दास प्रथालाई उन्मूलन गर्नको लागि जति राजनीतिक आन्दोलनहरू भए, एउटा किताबले त्योभन्दा बढी महत्त्व खेल्यो भनेर हामी पढ्छौँ। विशेष गरी समाजवादी क्रान्ति हुँदै गर्दामाखेरि जति राजनीतिक आन्दोलनहरू भए, लुसुन र ब्याक्सन गोर्कीले लेखेका किताबहरूले त्योभन्दा बढी भूमिका खेले भनेर भनिन्छ। मैले नेपालमै सम्झिन्छु, 62-63 सालमा आन्दोलन हुँदै गर्दामाखेरि एउटा मोर्चामा राजनीतिक कार्यकर्ताको रूपमा हामीहरू पनि थियौँ। तर त्यति बेला सद्य कवि शरण मुकारुङको विषयनगरजीको कथा जस्तो भीषण कविता र बद्री पङ्गेनीको गीतहरूले हामीले राजनीतिक रूपमा ढुङ्गा हान्दै पुलिसको लाठी हान्दै गर्दा भन्दा बढी चाहिँ चेतना साथै उहाँहरूको भूमिकाले खेलेको होला, मलाई त्यो अनुभूति छ। विशेष गरी विभिन्न ठाउँमा यो प्रज्ञा प्रतिष्ठान खोल्नु जायज छ कि छैन भनेर बहस भयो भनेर अघि डाक्टर रेणुका सोलु दिदीले भन्नुभयो। तर वास्तवमा यो संविधान नबुझ्नेहरूले चाहिँ यो भन्ने होला जस्तो लाग्छ। नेपालमा यो संविधानले 3 तहको सरकारको परिकल्पना गरेको छ। जनताको सबैभन्दा नजिकको रूपमा रहेको स्थानीय सरकार हो, जुन यो राज्यको पुनर्संरचनाको सबैभन्दा ब्युटी हो। यो सरकारलाई सरकार नमान्नेहरू, यो परिवर्तनलाई साँचो अर्थमा आत्मसात नगर्नेहरूले अहिले पनि स्थानीय तहहरूलाई सरकारको रूपमा मान्यता दिँदैनन्। स्थानीय सरकारको पनि आफ्नै क्याबिनेट हुन्छ, कार्यपालिका त्यसको मतलब आफ्नै व्यवस्थापिका हुन्छ भन्ने कुराको अनुभूति गर्न नजान्नेहरूले अथवा नचाहनेहरूले यो प्राज्ञ चाहिँ समितिहरू गठन नगर्दा हुन्छ भन्ने खालको कुराहरू राख्ने होला जस्तो लाग्छ। किनकि यहाँको संस्कार, यहाँको संस्कृति, यहाँको रीतिरिवाजहरू, यहाँको ललित कलाको सम्पूर्ण संरक्षणको पहिलो दायित्व स्थानीय सरकारको हो। त्यही दायित्व बोध गरेर हामीले सम्भवतः सोलुखुम्बु जिल्लामा त यो प्रथम नै हो, धेरै 753 स्थानीय तहमा पनि हामी निकै अग्रपङ्क्तिमा नै आउँछौँ भन्ने जस्तो मलाई लाग्छ। यो हाम्रो अनुभूति होइन, यो रियालिटी हो। हिसाबले समृद्ध थुलुङदुध कोशी मैले भनिरहँदामाखेरि थुलुङदुध कोशीको सर्वाङ्गीण विकासको लागि हामीले भौतिक पूर्वाधारहरूको लागि यहाँ लगानी गरिरहँदामाखेरि हामीले आज सोलुखुम्बु जिल्लाकै राम्रो अस्पताल बनाउन निकै ठुलो मेहनत गर्यौँ। जनताको सहभागितामा आज यस्तो अस्पताल बनायौँ जहाँबाट अन्तर जिल्लाका मानिसहरू पनि हाम्रो अस्पतालमा उपचार गर्न आउनुहुन्छ, अन्तरपालिकाका जनताहरू यहाँ उपचार गर्न आउनुहुन्छ र यहाँका जनताको साझेदारीमा यो अस्पताल बनेको तपाईँहरू पत्ताउनुहुन्छ पत्ताउनुहुन्न। 10 करोड नेपाली यहाँ थुलुङदुध कोशी गाउँपालिकाका जनताले विश्वास गरेर उहाँको दानबाट हामीले आज एउटा अस्पताल बनायौँ र अस्पतालले धेरै आमाहरूको जीवनको रक्षा गरेको छ। भर्खर मात्र तपाईँले सुन्नुभयो होला, एउटा 3 वर्षको चाहिँ छोरीलाई चाहिँ आफ्नै बुवाबाट धारिलो हतियार प्रयोग गरेर
जुन मनासन्न हुने गरी घाइते बनाइयो त्यो उपचारको लागि हामीले यति धेरै अटेम्प्ट गर्यौँ। वास्तव स्थानीय सरकारले गरेको मानवीय विकासको कुरा, सामाजिक विकासको कुरा पनि त्यहाँनिर जोडिन्छ होला जस्तो लाग्छ। आज यहाँ मेरो प्रिय यो चाहिँ थुलुङदुधकोशी बहुप्राविधिक शिक्षालयका विद्यार्थी भाइ बहिनीहरू मलाई यहाँ मैले देखिरहेको छु। अघि एकजना बहिनीले त्यहाँ भन्नुभयो वास्तवमा हामीले अटेम्प्ट गरेको हौँ आज प्रदेशकै सबैभन्दा राम्रो रिजल्ट ल्याउने बहुप्राविधिक शिक्षालय थुलुङदुधकोशीमा हामीले स्थापना गरेका छौँ। हेर्दा सामान्य लाग्छ र आरोप लगाउनेहरूलाई निकै नै सजिलो छ, अनेक नै भनिराखेका छन्, तर हामी त्यतातिर पनि फेरि जाँदैनौँ। निकै दुःखले आज कम्तीमा तपाईँको आँगनमा, तपाईँको टोलमा यहीँको स्थानीय खानाहरू लिएर तपाईँको परिवारको नजिक बसेर एउटा प्राविधिक शिक्षा तपाईँहरूले पढ्न पाइराख्नु भएको छ। यो गौरवको विषय होला। भौतिक पुराहरूको कुरा फेरि जोड्दै गर्दामै फेरि थुलुङदुधकोशीमा आज 200 करोडभन्दा बढीको कालो पत्रे आयोजनाहरू सञ्चालन भइरहेका छन्। थुलुङदुधकोशी गाउँपालिकामा आज प्रदेशकै यो विशेष गरी हिमाली जिल्ला र पहाडी जिल्लामा सबैभन्दा ठुलो स्टेडियम प्याराफेट सहित स्टेडियम हामीले चाहिँ बनाउँदैछौँ 18-20 करोडको लगानीमा। हामीले यहाँका युवाहरूलाई खेलकुद माध्यमबाट मानसिक रूपमा स्वस्थ बनाउने, शारीरिक रूपमा स्वस्थ बनाउने अभियान पनि जोडिरहेका छौँ र सर्वाङ्गीण विकासको कुरा हामीले गरेको कुरा त्यहाँ सिद्ध हुन्छ। आजका जेनेरेसनहरू हामीले भन्छौँ जेनजी भनेर भन्छौँ, आवश्यक भन्दा पनि बढी इन्फर्मेसनहरू चाहिँ लिएर आजका युवाहरूको मेन्टल ब्यान्डविथ नै चाहिँ एउटा डिसब्यालेन्स भइराखेको परिस्थिति हामीले देख्छौँ। आज कुनै पनि युवा आफ्नो ग्याजेटमा, आफ्नो स्मार्टफोनमा रात दिन खाना पनि नखाइकन बन्द कोठामा 24 घण्टा होइन 72 घण्टा बस्न सक्ने परिस्थिति भएको छ। बाहिरको समाजहरूसँग उसको चाहिँ कनेक्सन टुटिरहेको छ। हो त्यही भएर सृजनशीलता पनि मरेको हो कि जस्तो अनुभूति हामीलाई लागेको छ। आज त कविताहरू पनि एआईबाट लेखिएको कविताहरू पनि हामीले देखेका छौँ। त्यही भएर सृजनशीलता, प्राकृतिक सृजनशील आजका युवाहरू हुनुपर्छ भन्ने हिसाबले हामीले यो कार्यक्रम गरेका हौँ। यो कार्यक्रमको मकसद त्यति बेला सफल हुन्छ जति बेला यहाँका साहित्य अनुरागी युवा साथीहरू साँच्चीकै सृजना भनेको शक्ति हो, तर त्यो शक्ति प्राप्त गर्नको लागि साँच्चीकै आफू मेहनत गर्छन् र राम्रो सृजना जन्मिन्छ। र यो भूगोलबाट राष्ट्रिय महोत्सवहरूमा यो पालिकाका हाम्रा सर्जकहरू, यो जिल्लाका हाम्रा सर्जकहरू भोलि राष्ट्रिय महोत्सवहरूमा, राष्ट्रिय प्लाटफर्महरूमा गएर कविता वाचन गर्छन् र पुरस्कृत हुन्छन्, पुरस्कारहरू जित्छन्। त्यति बेला हामीले गरेको सानो एउटा अटेम्प्ट सफल भएको अनुभूति मैले गर्छु। मैले यो कार्यक्रमसँग सम्बन्धित कुराहरू यति मात्र गरेँ। हामीलाई के थाहा छ भन्नु होला भने हामी सबै जान्ने हो जस्तो सबैलाई लाग्छ। सम्भवतः प्रतियोगी कविहरू तपाईँहरू सबै म उत्कृष्ट छु भन्ने पनि लाग्छ, तर त्यसका पनि एउटा क्राइटेरियाहरू हामीले आयोजकले विशेष गरी बनाएको थियो। कति शब्ददेखि कति शब्दको हुनुपर्ने, यो प्रत्येक कुरालाई एउटा नियममा बाँधिएको कुरा। म कविता बुझ्दिनँ तर कविता सुन्छु र म आफू एकदमै मलाई मजा आउँछ। म गीत गाउन जान्दिनँ तर गीत सुनेर म आफै मन्त्रमुग्ध हुन्छु। म आफू लेखक होइन तर विश्वका उत्कृष्ट किताबहरू समय मिल्यो भने पढ्छु। इन्टरनेट सर्फिङबाट त्यो कुराहरू मैले हेर्छु र म आफूलाई त्यहाँबाट नयाँ ज्ञान प्राप्त भएको अनुभूति गर्छु र मेरो जीवन र जगतमा त्यो प्राप्त ज्ञानलाई उपयोग गर्ने प्रयास समेत गर्छु। यही नै हो, सबै जिन्दगीमा आफैले उपभोग गरेर, उपयोग गरेर, अनुभव गरेर त आफ्नो जिन्दगीलाई राम्रो बनाउन सकिन्न। कतिपय कुराहरू अरूको व्यवहारबाट, अरूले भोगेका कुराहरूबाट पनि हामीले आफ्ना ज्ञानको दायरालाई हामीले विस्तृत बनाउनुपर्छ, फराकिलो बनाउनुपर्छ भन्ने कुरामा म विश्वास राख्दछु। मैले पनि प्राज्ञ सदस्यज्यूहरूको आफ्नै विशिष्ट योगदान मैले अघि नै भने यति धेरै सिनियर हुनुहुन्छ, तर यो भूगोलमा बाँधिनु भएको आफ्नो समाज, समुदाय, देश र जिल्लालाई केही न केही योगदान गरेको चाहिँ जो साथीहरू हुनुहुन्छ उहाँले जोड दिउँ यहाँ।
जोड्दामाखेरि यसको वेट बढ्छ भन्ने हिसाबले हामीले तपाईँलाई सदस्यमा मनोनयन गरेका हौँ। मलाई थाहा छैन तपाईँहरूलाई पारिश्रमिक हामीले कति दिन सक्छौँ। अबको कार्यपालिकामा तपाईँहरूले पाउने सेवा सुविधाहरूको बारेमा पनि हामीले निर्णय गर्ने नै छौँ। त्यसको लागि एउटा समिति पनि हामीले बनाएका छौँ, कति दिँदा चाहिँ ठिक होला भन्ने कुराहरू। तर ठुलो दुधकोशी सरकारले जति दिन्छ त्यो दिनुसँगको अर्थ होइन, त्यो चाहिँ कम्तीमा तपाईँहरू आउँदा जाँदा एउटा तपाईँहरूको आफ्नो चाहिँ खर्च नहोस् भन्ने हिसाबले मात्र हामीले चाहिँ गर्न खोजेको। तपाईँहरूको योगदानलाई त्यो प्राप्त सेवा सुविधाले चाहिँ इन्डिकेटर त्यो होइन जस्तो लाग्छ। तथापि पनि हामीले त्यो अटेम्प्ट गर्नेछौँ। पक्कै पनि हामीले उपसमिति बनाएका छौँ, त्यसले मलाई प्रतिवेदन दिएपछि त्यसमा पनि हामीले चाहिँ निर्णय गर्नेछौँ र त्यो निर्णय कार्यान्वयन हुने नै छ। तपाईँ यो समितिमा रहनु नै सबैभन्दा ठुलो कुरा हो जस्तो मलाई अनुभूति यहाँ हामीले गरेका छौँ। अघि नै मैले भने स्थानीय सरकारको आफ्नो ऐन आफै बनाउने चाहिँ संसद छ यहाँ भनेको त्यो सभा हो, गाउँ सभा हो। त्यही कानुनले ऐन बनायो कार्यपालिकाबाट र त्यो सभाबाट त्यसलाई अनुमोदन गरिसकेपछि त्यो कानुन बन्यो। यो गाउँपालिकाभरिको कानुन हो। त्यही कानुनको अधीनमा रहेर यो कार्यक्रमहरू हामीले बनाएका हौँ। यो विशुद्ध यो चाहिँ कानुनमा आधारित स्थानीय सरकारको कानुनमा चाहिँ आधारित यो कार्यक्रम हो। र फेरि स्थानीय तहले बनाउने कानुन के का आधारमा भन्दा संविधान, जसलाई हामी मूल कानुन भन्छौँ, स्थानीय सरकार सञ्चालन ऐन, प्रदेश सरकारले विभिन्न समय बनाएका नियमहरू, नीतिहरू, ऐनहरूलाई चाहिँ राखेर हामीले यो बनाएका हौँ भन्ने कुराहरू तपाईँको बिचमा राख्यौँ। यो किन भन्नु पर्यो भन्दा हामीले गर्दै गरेका कार्यक्रमहरू कानुनसँग छन् कि छैनन्, नीति नियममा छन् कि छैनन् भन्ने कुरा पनि हो। र यो वास्तवमा यो समितिलाई निकै ठुलो दायरा छ जस्तो लाग्छ। हामीले यो पालिकामा के गर्न सक्छौँ त? तपाईँहरूसँग भएको जुन ज्ञानको भण्डार छ त्यो भण्डारले साँच्चीकै समृद्ध पालिका बनाउनको लागि योगदान गरोस् भन्ने लाग्छ। यहाँ विभिन्न चाहिँ जात जातिहरूको एउटा अनुपम चाहिँ सङ्गम हो यो पालिका। म अस्तिको दिन मात्र चाइनाको एउटा भ्रमण सकाएर आएको, अस्तिको दिन ठ्याक्कै म चाइनाको एउटा गुइलिन सिटीमा त्यहाँ गएको थिएँ। त्यहाँ विशेष गरी त्यहाँको सीमान्तकृत ओङ भन्ने समुदायलाई चाहिँ कसरी उनीहरूले राज्यलाई प्रिजर्भ गरेको रहेछ भन्ने एउटा सुन्दर चाहिँ अनुभूति मैले गर्न पाएँ। त्यो समुद्रमा हामीले बोटिङ गर्दै गइरहेका थियौँ। त्यहाँ 20 मिनट जति समुद्रको बिचमा हामीलाई बोट चाहिँ स्थगित गर्यो। किन भनेर भन्दा एकछिनपछि खुर एउटा डुङ्गामा दुईजना त्यहाँका त्यो सीमान्तकृत समुदायका मानिसहरू आउनुभयो। अनि त्यहाँ उहाँहरूले चाहिँ हाँस एउटा भाटामा चाहिँ 2टा हाँस ल्याएर आउनुभयो। अनि त्यो चाहिँ फोटो खिच्नुपर्ने रहेछ। त्यो एउटा फोटो खिचे बापतको 10 RMB दिनुपर्ने रहेछ। त्यो चाहिँ त्यो 20 मिनट चाहिँ त्यो समुदायको लागि आय आर्जनको माध्यम राज्यले बनाएको रहेछ। भनिसकेपछि हामीले पनि एक्सप्लोर गर्नु, हाम्रो पनि माझी समुदायहरू छन्, यहाँ विभिन्न समुदायहरू छन्, तिनीहरूलाई हामीले कसरी चाहिँ स्थानीय सरकारबाट प्रिभिलेज दिन सक्छौँ त्यो बारेमा रिसर्च पनि यो विशेष गरी यो प्राज्ञ समूहले गर्नुपर्छ, समितिले गर्नुपर्छ जस्तो लाग्छ। अनि थुप्रै कुराहरू छन्। यहाँ थुलुङ आफैमा ऐतिहासिक समुदाय हो। वास्तवमा यो थुलुङ यो ठाउँबाट छोडेर थुलुङको अर्को ठाउँ छैन। संसारभरिका थुलुङको उद्गम स्थल यो हो र हामीले कति धेरै रिसर्च गर्न बाँकी छ। यसमा पनि तपाईँहरूको चाहिँ रिसर्चहरू जरुरी छ होला जस्तो लाग्छ। अन्य खस क्षेत्रीय ब्राह्मणहरूको पनि यहाँ चाहिँ राम्रो उपस्थिति छ, उहाँहरूको पनि सम्पूर्ण कुराहरूको अध्ययन तपाईँले गर्नु होला। यहाँ गुरुङ समुदाय छ, तामाङ समुदायको त्यस्तै उपस्थिति छ, दशनामी सन्यासीहरूको छ। त्यो भएको हुनाले यो विभिन्न समुदायका चाहिँ भाषा, संस्कार, संस्कृतिहरूको अध्ययन गर्ने जिम्मा चाहिँ तपाईँहरूलाई हो भन्ने कुरा लाग्छ। तपाईँले निकै ठुलो कन्ट्रिब्युसन हामीलाई दिनुहुन्छ होला जस्तो लाग्छ। यो कविता महोत्सव मात्र होइन, अन्य थुप्रै विशेष गरी यो नलेजका कुरा, ज्ञानको कुरा चाहिँ तपाईँहरूले उत्खनन गरिदिनु हुनेछ भन्ने चाहिँ निकै ठुलो विश्वास पनि म यहाँ यो कार्यक्रममा व्यक्त गर्न चाहन्छु।